आज म गर्दैछु रेड फुड च्यालेन्ज। च्यालेन्ज सुरु गर्नुभन्दा पहिला मेरो यो दारी जुङ्गा चाहिँ अलिकति लामो भएछ, त्यही भएर यसलाई चाहिँ अलिक घटाउनु पर्ने भयो। चट्टसँगले हातमा कैची लिएर बिग्रेको लामो भएको जुङ्गालाई चाहिँ काटेर चिटिक्क ह्यान्डसम हुनु पर्यो नि त। अनि त्यसपछि नआएर आज फुड च्यालेन्जको लागि सामान ल्याउन म पसलतिर जान्छु। बाटोमा जाँदा जाँदै सानो भाइहरू चाहिँ फुटबल खेल्दै रहेछ, अनि म पनि सानो भाइहरूलाई यसो फुटबल खेल्न सघाएर चाहिँ पसलतिर लागे। चट्टसँगले पसल पुगे, अनि आज मेरो रेड फुड च्यालेन्ज भएकोले रेड फुडहरू के छ त भनेर हेर्न थाले। मलाई जति पनि चाहिने सामानहरू थियो त्यो सबै किनेर म चाहिँ रुमतिर फर्किन्छु। अनि मेरो फुड च्यालेन्ज सुरु हुन्छ वै वै मामा चौचौको भुजियाबाट। यो भुजिया चाहिँ साह्रै मिठो थियो, ठाडै बसेर झन्डै सबै खाइसकेछु। खाँदा खाँदै मेरो प्यारो क्यामेराम्यानलाई त झन्डै दिनु बिर्सेछु। अनि उसलाई बाँकी रहेको दिएर चाहिँ अर्को टास्कतिर लागे। अर्को नम्बरमा थियो रातो टमाटर खाने। काँचोमा न हरियो टमाटर खाँदा मिठो हुने, न रातो टमाटर खाँदा मिठो हुने। तसो तसो गरेर यो टास्कलाई पनि मैले खतम गरेँ। त्यसपछि अर्को नम्बरमा आयो रातो फुल भएको चोकोपन खाने। तर दुःखको कुरा के भयो भने चोकोपनको चाहिँ फुल मात्रै रातो हुँदो रहेछ, भित्र चाहिँ अर्कै कलर रहेछ। नाइ हुँदैन, आज मेरो रेड फुड च्यालेन्ज मात्रै हो भनेर त्यसलाई मैले नखाएर मेरो सानो भान्जालाई दिपठाएँ। चोकोपन पाएपछि त कान्छा खुरुखुरु आफ्नो बाटोतिर लाग्यो। अनि म पनि आजको अन्तिम टास्कतिर लागे। लास्टमा चाहिँ मैले भुजिया खाएर भुजियासँगै आजको च्यालेन्ज कम्प्लिट गरेँ।